यहाँ यस्तो अक्करको भिड छ। यहाँ अहिले सडक यो खानीगाउँ भन्ज्याङ हुँदै खानीगाउँ स्याउले हुँदै तल बलुई बाइटार जाने बाटो सडक नजिकै रहेछ। सडकबाट 50-60 मिटर माथि चाहिँ यो अहिलेको हामी जान लागेको यो फलामको ढावा झिकिएको ठाउँ भन्छ साथीहरू। यस्तो ठाउँमा रहेछ। यो एकदम हेर्नु न, पहरै पहरा छ। अब यो त्यो समयको विद्वानहरूले कसरी चाहिँ यहाँ यस्तो ठाउँबाट चाहिँ फलाम खानी पाउन सकिन्छ, तामा खानी पाउन सकिन्छ भन्ने कुरा कसरी पत्तो लगाए होलान् भन्ने एउटा चाहिँ विचित्र प्रश्न मनमा उब्जिन्छ। अब यो अनेक प्रश्नहरूको उत्तर त अब हामीबाट त यो दिन सम्भव छैन। यद्यपि त्यो समयमा भएको गतिविधिहरू, त्यो समयको पुर्खाहरूले गरेको कामहरू भने त्यो कामप्रति भने हामीले उच्च सम्मान गर्नुपर्छ। अहिले चाहिँ म हाम्रो समाजसेवी युवा दाइ राजेश राईसँग आउँदैछौँ। हामी यहाँ आइपुगिसक्यौँ। अब यहाँबाट चाहिँ यसरी अब ढावा फलाम निकालिएको सुरुङमा आइपुगिएको छ। यो यस्तो ठाउँबाट चाहिँ फलाम खानी पत्तो लगाएर चाहिँ फलामको ढावा निकालिएको भन्ने कुरा छ। यो एकदम अप्ठ्यारो छ। दाइले खुकुरी लिएर आउनु भएको रहेछ। त्यसपछि यो फाड्ने कामहरू हुँदैछ साथीहरू। ल अब यो यताबाट हिँडेको अस्ति देखाउनु भएको थियो है। यहाँबाट के बस्दो रहेछ अनि उसको टाइममा जाने अहिले त छैन होला। ल अब यस्तो छ, खतरनाक सुरुङ छ यो भित्र। कति गहिरो छ त है। आहा ल ओहो भित्र अब पर कहाँसम्म छ है। यो त्यतिखेर यो चाहिँ त्यो समयमा यस्तो चट्टान कोपेर फुटाएर यहाँ चाहिँ यहाँबाट भित्र गएर होइन अब खानी ढावा निकालिएको ठाउँ साथीहरू। यहाँ अहिले जङ्गली जनावर बस्दो रहेछ। जङ्गली जनावरले बिस्ट्याएको ठाउँ पनि छ। अब यो चाहिँ प्राकृतिक हिसाबले अब यो ठाउँमा चाहिँ यसरी चाहिँ सुरुङ बनाएर यहाँबाट ढावा निकालिएको भन्ने कुरा यहाँको अब बुढापाका स्थानीय अब अग्रजहरूको भनाइ छ। यस्तो चाहिँ दाइ यो एक ठाउँ मात्रै हो कि अन्त पनि छ? ए मासतिर ए रोडै छेउमै पर्छ। यस्तै हो है। त्यो अब पुरिएको भनेपछि निकाल्न सकिँदैन। अब एक ठाउँ भेट्यो होला नि, त्यहाँबाट पनि सुरु भएर नि पहिले हो एक ठाउँ भेट्ने बित्तिकै हो यहाँ र के पनि लग्यो हो भनेको। अब दुई ठाउँ रहेछ यहाँ चाहिँ अलिकति मासतिर। अब यहाँ चाहिँ एकदम अप्ठ्यारो छ। अब योभन्दा माथि चाहिँ
सडक निर्माण गर्दाखेरि सडकले चाहिँ पुरिएको भन्ने कुरा रहेछ साथीहरू। ल है आज चाहिँ तपाईँहरूले यो भिडियो हेर्नु होला। अब यो मेरो भिडियोको जुम पावर चाहिँ अलिक कम भएको हुनाले मैले खास भित्रको धेरै परसम्मको चाहिँ देखाउन सकिनँ। तर जे भने पनि खानी गाउँमा खानी थियो भन्ने कुरा चाहिँ यो कुराले पुष्टि गर्छ भन्ने कुरा यहाँहरूलाई राख्दै यहाँहरूको सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षा हामी गर्दछौँ। अनि राजेश दाइ यो उपोहरूले चाहिँ खास गरी यहाँ चाहिँ होइन अब यो पहाड झरेर भित्र मान्छे मरेको अनि मादल चाहिँ पछिसम्म बजेको सुनेको यही सुरुङ हो। अब त्यो समयमा उहाँहरूले प्रत्यक्ष मादल बजेको सुन्नु भएको थियो भन्ने कुरा हजुर हजुरले हजुर 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 चाल सुन्ने कि हो 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 थिएन मादलको इसाराले चाहिँ हो अब यहाँ छु है भन्ने पत्ता लगाउनु चाहिँ उनीहरूले लगेको थियो भित्र लगेर तालदेखि हो 8-10 दिनसम्म नि बज्यो अरे त्यो 8-10 दिनसम्म है बजेर को जाने अब जान सक्ने कुरै भएन भित्र। अब भित्र चाहिँ भनेको उनीहरू चाहिँ भित्र मान्छे अब कतिजना त बाँचेको थियो होला होइन बजाए सिटियो भनेपछि त यहाँभित्र उत्खनन गर्ने हो भने अब त्यो बेलाको त्यो समयको मान्छेको चाहिँ भग्नावशेषहरू पनि कङ्कालहरू पनि छ भन्ने रहेछ है। तर अब यसको लागि त हामीले त अब यो सम्भव छैन। अब यो चाहिँ अब सरकारबाट राज्यबाट चाहिँ अब स्रोत चाहिँ जुटाएर होइन अनि त्यो चाहिँ कति समयमा चाहिँ अब त्यो खालको कामहरू भएको थियो भन्ने कुरा पनि पत्तो लाग्ने रहेछ त्यसको कुरा। र यहाँ के खाने थियो भन्ने कुरा पनि त पत्तो लाग्छ होइन। अनि यसबारेमा तपाईँको केही छ जस्तो स्थानीय सरकारले यो बारेमा पहल गरिदियोस् भन्ने छ कि के छ? खै यस्तो त खोज्नु पहल गरेर के छ त्यो खोज्नै पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। हो स्थानीय सरकार आफ्नै बुझ्नु हुन्छ अब हो विजितबहादुर खड्काले फोन गर्दै ए हेलो ल त्यो स्थानीय सरकारले त पहल त गर्नै त पर्ने होइन। ए स्थानीय सरकारले पहल गर्न सक्यो भने अब यसको बारेमा थप अरू नयाँ कुराहरू थाहा हुने कुरा रहेछ। र यो चाहिँ अब यो साँच्चै अब यस्तो खालको स्रोतहरू हामीले सदुपयोग गर्न सक्यौँ भने होइन स्थानीय सरकारको लागि पनि त एउटा राम्रो स्रोत बन्न सक्छ होइन। होइन एकदम 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 हो मान्छे सबै थाहा छ कि हो यो पुरानो उहिले हाम्रो चाहिँ पुर्खा बाजेहरू पुर्खा बाजेहरूले चाहिँ यो ठाउँमा अब हप्तौँसम्म चाहिँ मादलभित्र बजेको अनि भित्रको मान्छे चाहिँ अब निस्कन नसकेको होइन कुराहरू चाहिँ अब अग्रज हजुरबुवा पुस्ताले भन्नुहुन्छ हाम्रो राजेश दाइ। र हुन पनि सक्छ साथीहरू अब यो यसरी चाहिँ सुरुङ खनेर भित्र अब चाहिँ ढावा निकाल्ने क्रममा पहाड झरेर बाटो बन्द भएपछि मान्छे त निस्कन सक्ने कुरै भएन। त्यसो हुँदाखेरि चाहिँ अब त्यतिखेरको सङ्केतको रूपमा चाहिँ त्यो मादलको आवाजलाई होइन हामी यहाँ छौँ भन्ने कुरा सङ्केत दिनको लागि चाहिँ उहाँहरूले मादल पनि साथमा लानुभएको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। र यहाँ कतिजना मान्छे मऱ्यो भन्ने कुरा चाहिँ अब अहिले त्यो कुरा चाहिँ हामीलाई थाहा हुन सक्दैन किनभने अब त्यो समयमा बाजेहरू अब कतिजना जानुभएको थियो होइन। अब भित्र काम गर्न जानुभएको मान्छे अब धेरै पनि हुनसक्थ्यो। त्यसो हुँदाखेरि चाहिँ अब त्यो कुराहरू चाहिँ अहिले हामीले भन्न सक्ने स्थिति छैन। अब यो चाहिँ प्रवेशद्वार हो खास गरी अब यो प्रवेश गर्ने चाहिँ यो द्वार
भएको हुनाले भित्र चाहिँ अझै योभन्दा ठुलो होइन सुरुङ हुनसक्छ। अब त्यो ढावा निकालिसकेपछि त खाली हुन्छ। अनि हाम्रो मोहनबहादुर राई अहिले उहाँ चाहिँ 89 वर्षको हुनुहुन्छ। उहाँसँग अस्ति कुरा गर्दाखेरि दिनमा 30 किलोसम्मको चाहिँ ढावा पोलेर फलाम बनाउँथ्यो नाति भनेर भन्नुभएको थियो क्या खानी गाउँमा। अनि दिनमा 30 किलो भनेपछि त यहाँ त हजारौँ किलो चाहिँ फलाम निस्क्यो होला। त्यसो हुँदाखेरि चाहिँ अब यो भित्र निकै ठुलै सुरुङ छ भन्न सकिन्छ। अब यो फलाम खानी तामा खानी भएको ठाउँ भएको हुनाले चाहिँ हामी यो गाउँलाई यो ठाउँलाई खानी गाउँ भन्ने गरेका छौँ। यो गाउँको नाम ठाउँको नाम खानी गाउँ भन्ने छ र खानी गाउँसँग जोडिएको सेउले खानी गाउँ भन्ने गाउँमा चाहिँ हामीले आज साथीहरूलाई भिडियो बनाएर पसिने प्रयत्न गरेका छौँ। यहाँ अझै धेरै कुराहरू चाहिँ पत्तो लगाउनु छ, धेरै काम गर्नु छ। यसको लागि चाहिँ हामीले सम्बन्धित निकाय राज्यलाई पनि थाहा हुनुपर्छ, सरकारलाई पनि थाहा हुनुपर्छ। सरकारले यस्तो स्रोतहरूलाई सदुपयोग गर्नका लागि कार्यक्रम योजना चाहिँ बनाएर उपस्थित हुनुपर्छ। त्यसो भयो भने यो ठाउँको चाहिँ विकास उन्नतिको निम्ति निकै राम्रो सम्भावना रहेको देख्न सकिन्छ। साथीहरू, ल आजलाई यो भिडियोबाट म सोनाम सदन किराती र राजेश राई हामी दुईजना बिदा हुन चाहन्छौँ। बाँकी थप तपाईँको पनि सल्लाह सुझावको अपेक्षा गर्दै नमस्ते, बाई बाई।